+2 को एक्जाम दिएर बसेको छु युएसए को लागि एप्लाई गर्न कहिले स्टार्ट गर्ने होला के गर्नुपर्छ और दिदी मैले नोभेम्बरमा स्टार्ट दिए भने ढिलो हुन्छ कि क्या हो युएसए को भिजा इन्टरभ्यू फल 2026 को लागि कहिले दिनुपर्छ कहिलेदेखि स्टार्ट हुन्छ यस्तो क्वेशनहरु तपाईको मनमा छ भने दिस भिडियो इज गोइङ टु बी भेरी हेल्पफुल। नमस्ते एभ्रीवन, वेलकम टु फ्युचर रेडी नेपाल। र आजको भिडियोमा चाहिँ हामी फल 2026 टाइमलाइन प्रेजेन्ट गर्छौं तपाईको अगाडि। And this video is going to be specifically for students who want to go for their undergrad or bachelor's studies, हैन? +2 दिएर बस्नु भएको छ or डिप्लोमा सकेर बस्नु भएको छ, bachelor's मा जान खोज्दै हुनुहुन्छ भने this video is going to be helpful for you. So keep on watching. मास्टर्स को टाइमलाइन को लागि और मास्टर्स और पीएचडी मा तपाई जान खोज्दै हुनुहुन्छ त्यसको टाइमलाइन तपाईलाई चाहिएको छ भने the next video that we will release is going to be on that. So please wait for that and subscribe so that you don't miss that video. And if you don't follow us on other social medias like Instagram, TikTok, Facebook, please do show us some love over there as well. हामीले त्यहाँ पनि बेला बेलामा हालिरा हुन्छौं इन्फर्मेसन रिलेटेड टु युएसए, कति धेरै चेन्जेस आउँदै छ युएस प्रोसेसमा, एप्लिकेसन प्रोसेसमा, भिजा प्रोसेसमा। सो त्यो सबै सानोतिनो चेन्जेसहरुको बारेमा कुरा चाहिँ हामी त्यही नै गर्छौं। सो प्लिज फलो अस ओभर देयर सो दैट यु डोन्ट मिस एनी अपडेट्स। एन्ड त्यो सबै कुराको लिंक चाहिँ डिस्क्रिप्सनमा हुन्छ। Now, with all of that said, let's get started with the video and let's start with first discussing fall 2026 भन्ने चाहिँ हो के। So basically युएसए एप्लाई गर्दाखेरि दुईटा मेजर इन्टेक्स हुन्छ, fall and spring. समर इन्टेक भन्ने पनि एउटा हुन्छ, तर समरमा युजुअली धेरै युनिभर्सिटीले एक्सेप्ट गरिरा हुँदैन, धेरै जसो क्लासेस हुँदैन। सो मोस्टली चाहिँ fall र स्प्रिङमै जान्छन् स्टुडेन्टहरु। फल भनेको अगस्टमा स्टार्ट हुने इन्टेक हो। सो एनी इयर को अगस्टमा स्टार्ट हुने इन्टेकलाई फल इन्टेक भनिन्छ र जनवरीमा स्टार्ट हुने इन्टेकलाई चाहिँ स्प्रिङ इन्टेक भनिन्छ। नाउ यति बेला यो भिडियो चाहिँ फल इन्टेक को लागि हो। सो बेसिकली युएसए को अल्सो एप्लिकेसन प्रोसेस 1 वर्षको हुन्छ। सो यु अलवेज हैव टु स्टार्ट 1 इयर अहेड, हैन? सो नेक्स्ट इयर को फल 2026 भनेको अगस्टमा तपाईको क्लास स्टार्ट हुने गरी जानु छ भने चाहिँ तपाईले अहिले नै प्रोसेस स्टार्ट गर्नुपर्छ युएसए को। So that is the intake that we will be discussing about, fall 2026 or you can say August 2026 intake. And if you are watching this in October भने अहिले चाहिँ exact सही टाइम हो स्टार्ट गर्न सबै प्रोसेस। धेरै जसो स्टुडेन्टले अलरेडी स्टार्ट गरिसकेको छन्, बट इफ यु हैव नट अहिले पनि ढिलो भएको छैन, इफ यु स्टार्ट राइट नाउ यु विल बी अन टाइम एन्ड यु क्यान डु एभ्रिथिङ फर द फल 2026 इन्टेक। बिगर पिक्चरमा हेर्ने हो भने छोटकरीमा कहिले ठ्याक्क टक्क टक्क कहिले कहिले के हुन्छ भने अहिले अक्टोबरमा तपाई स्टार्ट गर्नुहुन्छ भने अक्टोबर र नोभेम्बरमा चाहिँ म इंग्लिश प्रोफिसिएन्सी टेस्ट भ्याउनु र ट्रान्सक्रिप्ट्सहरु सब रेडी पार्नु, कहाँबाट लिएर आउनु पर्छ, के गर्नु पर्छ, हैन, सबै कुरा रेडी पार्नु भन्छु। डिसेम्बरमा चाहिँ इफ तपाईले स्याट दिने प्लान गर्नु भएको छ भने डिसेम्बरमा स्याट दिएर भ्याउनु होला। त्यसपछि मार्चमा हुन्छ स्याट एन्ड दैट विल बी टू लेट फर योर फल 2026 इन्टेक। सो ट्राई टु डु इट बाइ डिसेम्बर इफ दिने प्लान छ। एन्ड स्याट इज भेरी इम्पोर्टेन्ट फर स्कलरशिप्स। सो सक्नुहुन्छ भने प्लिज डु गिभ दैट अटेम्प्ट, है? सो दैट विल बी योर टेस्ट्स। त्यो बाहेक अब तपाईले प्यारलेली, हैन, अक्टोबर टु डिसेम्बरको बिचमा एप्लिकेसन्सहरु सबमिट पनि गर्नुपर्छ प्रायोरिटी डेडलाइनको लागि। स्याट बरु पछि पठाउँदा नि हुन्छ स्कोर, तर इंग्लिश प्रोफिसिएन्सी गरेर सबै कुरा मिलाएर आफ्नो ट्रान्सक्रिप्ट्स रेडी पारेर कमन एपमा सबै आफ्नो एप्लिकेसन्सहरु बनाएर युनिभर्सिटी सर्टलिस्ट गरेर एप्लाई गरिहाल्नुपर्छ बिकज द प्रायोरिटी डेडलाइन्स आर मोस्टली बिट्विन अक्टोबर एन्ड डिसेम्बर। डिसेम्बरसम्म तपाईले सबै एप्लाई गरेर भ्याइसक्नु पर्यो इन द आइडियल केस, हैन? त्यसपछि पनि गर्न सक्नुहुन्छ, बट आइडियली डिसेम्बरको एन्डसम्म गरेर भ्याउनु भयो भने इट विल बी भेरी गुड। त्यसपछि तपाईले एप्लाई गरेर भ्याउनु हुन्छ भने त्यति बेरसम्म जनवरीदेखि तपाईको एडमिट्स आउन थाल्छ। एडमिट्स आउन थालेपछि सबै एडमिट आउन दिनु, हैन, हतार केही गर्न पर्दैन, तर आफ्नो फाइनल I-20 मात्र मगाउने। जुन युनिभर्सिटी म ल अब यही नै जान्छु जेसुकै होस् भन्ने हुन्छ त्यहाँबाट I-20 मगाउने अनि I-20 युज गरेर भिजा प्रोसेसिङ स्टार्ट गर्ने। भिजा प्रोसेसिङको लागि फर्म्सहरु भर्नुपर्छ, त्यो सबैमा हामी डिटेलमा जाम्ला, हैन, यो भिडियोमा। तर त्यो सबै गर्ने। भिजा स्लट कहिले खुल्छ? जनवरीदेखि अगस्तसम्मको बीचमा जहिले पनि खुल्छ। त्यो बुक स्लट बुक गर्ने अनि भिजा इन्टरभ्यू दिने। एन्ड आफ्टर दैट जुन जुलाईतिर चाहिँ यु विल स्टार्ट प्रेपिङ फर गोइङ टु युएस। त्यसमा एनओसी चाहिन्छ, तपाईले प्याकिङ गर्नु पर्यो, टिकट्सहरु हेर्नु पर्यो, यो सबै कुरा आउँछ। सो लेट्स गेट इन्टु अ बिट मोर डिटेल। नाउ प्रोसेस स्टार्ट गर्दाखेरि मिनिमममा तपाईलाई के चाहिन्छ एप्लाई गर्न? मिनिमममा तपाईसँग इंग्लिश प्रोफिसिएन्सी टेस्ट हुनु पर्यो। इंग्लिश प्रोफिसिएन्सी टेस्ट क्यान बी टफल, आइएल्ट्स, डुओलिङ्गो, पीटी,
anything that you prefer to do. Duolingo दिनुहुन्छ भने कतिजनाको स्टुडेन्ट हुन्छ सबैमा एप्लिकेबल हुन्छ कि नै, सबैले एक्सेप्ट गर्छ कि नै? युजुअली सबैले नै एक्सेप्ट गर्छ। उनीहरूको युनिभर्सिटी वेबसाइटमा नलेखे पनि इफ यु इमेल एन्ड आस्क देम दे विल लेट यु नो कि एक्सेप्ट गर्छ कि नै। तर अलमोस्ट 95 to 99% युनिभर्सिटीले एक्सेप्ट गर्छ, सो यु क्यान डु द्याट है। सो द्याट इज इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट। त्यो चाहिन्छ नै चाहिन्छ, त्यसको बिना हुँदैन है एप्लिकेसन्स। नो वान विल रिभ्यू योर एप्लिकेसन्स। त्यसपछि तपाईसँग ट्रान्सक्रिप्ट्स हुनु पर्यो आफ्नो एप्लाई गर्नलाई, अभियसली जिपिएहरू देखाउनु पर्यो, त्यति चाहिँ मिनिमम हो। तर तपाईँलाई कम्पिटेटिभ वेमा गर्न छ एप्लिकेसन्स भने तपाईँसँग स्याट स्कोर पनि हुनु पर्यो। स्याट स्कोर हुनु भनेको तपाईँलाई अटोमेटिकली राम्रो स्कलरसिप्सहरूको लागि एलिजिबल हुनुहुन्छ। सो स्याट चाहिने भयो इफ यु आर डुइङ द कम्पिटेटिभ वेमा एप्लिकेसन्स। त्यसपछि तपाईँलाई एलओआर्स चाहिन्छ आफ्नो हाई स्कुलबाट अर 12th जहाँबाट पनि गर्नुभएको छ त्यहाँबाट कुनै टिचरले लेखिदिन सक्नुहुन्छ, काउन्सिलरले लेखिदिन सक्नुहुन्छ, त्यो चाहिन्छ तपाईँलाई। एन्ड यु विल अल्सो निड अ भेरी गुड कमन एप एसे। एसे बिना पनि एप्लाई हुन्छ होइन, बट इफ कम्पिटेटिभ वेमा गरिराख्नु भएको छ भने एसे भएको राम्रो। एन्ड देन इफ तपाईँले स्याट पनि दिने सोचिराख्नु भएको छ भने द नेक्स्ट टेस्ट डेट्स आर November 8th, December 6th, and then the next one is on March 14th. March 14th को चाहिँ म त्यस्तो रेकमेन्ड गर्दिनँ, बिकज कम्पिटेटिभ वेमा तपाईँले एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँले डिसेम्बरसम्म एप्लिकेसन्स गरी भ्याउनुपर्छ। सो डिसेम्बरमा एकदमै मार्क राम्रो आएन र म पछि बेटर पठाउँछु त्यस्तो खालको सोच छ भने चाहिँ मार्चमा गर्दा भयो, अरू केही गरी भ्याएन होइन डिसेम्बरमा भने इभेन्चुअली यु क्यान स्टिल एम फर द मार्चको स्याट होइन, पछि पठाउने गरी युनिभर्सिटीलाई। बट इफ यु क्यान डिसेम्बरसम्म दिएर भ्याउने। बाई द वे इफ तपाईँलाई स्याट टेस्टको लागि कतै रोम अराउन्ड गर्न छैन, आफ्नो घरबाटै प्रिपेयर गरौँ भन्ने छ भने चाहिँ हामीले फ्युचर रेडीमा हामीले अनलाइन कोर्स निकालेको छौँ एउटा, त्यसमा over 1000 प्र्याक्टिस क्वेसन्स इच एन्ड एभ्री टपिकमाथि डिटेल्ड भिडियो लेसन्स अनि 4 मक टेस्ट पनि हामी प्रोभाइड गर्छौँ। सो इफ यु आर इन्ट्रेस्टेड डु चेक द्याट आउट होइन, डिस्क्रिप्सनमा हुन्छ त्यसको लिङ्क। अनि इफ फर द fall 2026 भ्युवर्स होइन, fall 2026मा जाँदै हुनुहुन्छ भने डिएमएस fall 2026 SAT कुपन कोड भनेर or something like that, and we can provide you with a coupon code अनि 1500 रुपिस हामीले अफ गरिदिन्छौँ, which is almost 23%. Over 100 स्टुडेन्ट्सहरूले हामीसँग गरिसकेको छन् SAT को प्रिपरेसन लास्ट 1 वर्षमा। सो इफ यु आर इन्ट्रेस्टेड, link will be in the description. DM us if you want to join that है। नेक्स्ट कमन एपको बारेमा कुरा गरौँ होइन, यो चाहिँ तपाईँको कन्ट्रोलको कुरा हो। युएसए एप्लाई गर्न मोस्ट युनिभर्सिटिजहरूले कमन एपबाटै एप्लाई गर भन्छ। नाउ कमन एपमा एप्लाई गर्नको लागि तपाईँले एकाउन्ट बनाउनु पर्यो अभियसली होइन, र त्यो प्रोसेस कसरी हो के हो भन्ने माथि हामीले डेडिकेटेड भिडियो बनाइसकेछौँ, सो डु चेक द्याट आउट। अनि यो पुरै एप्लिकेसन भरेर तपाईँले आफ्नो एसे भनेको यहीँ सब्मिट गर्ने हो, एलओआर भनेको यहीँ नै सब्मिट गर्ने हो। सो दिस इज अ भेरी फोकल पोइन्ट होइन, यहाँबाट तपाईँले आफ्नो 20वटा युनिभर्सिटिजहरू जतिमा एप्लाई गर्न सक्नुहुन्छ। एन्ड दिस इज द मेन वे टु एप्लाई टु युएस। अनि तपाईँको कन्ट्रोलमा छ, जहिले बनाए पनि भयो, जहिले स्टार्ट गरे पनि भयो यो प्रोसेस। वी विल टक अबाउट युनिभर्सिटी सर्टलिस्टिङ एज वेल, तर यो प्रोसेस चाहिँ स्टार्ट गरिहालेको धेरै नै राम्रो हुन्छ। एन्ड इफ तपाईँलाई टेन्सन छ एप्लिकेसन एसे कसरी लेखौँ भन्ने, हामीले 7वटा भिडियो सिरिज पनि बनाएको छौँ यसमा, हाम्रो युट्युब च्यानलमा छ, इट्स अल फ्री फर यु टु वाच। त्यहाँबाट हेरेर आफ्नो एप्लिकेसन एसे पनि लेख्न सक्नुहुन्छ। नाउ डेडलाइन्स चाहिँ कहिले हुन्छ? युजुअली होइन, प्रायोरिटी डेडलाइन्स अक्टोबर टु नोभेम्बरको बिचमै हुन्छ। सो इफ यु एप्लाई ड्युरिङ दिस टाइम तपाईँलाई बेनिफिट्स के पाउँछ भने छिटो हुन्छ तपाईँको एप्लिकेसन, छिटो I-20 आउँछ। छिटो I-20 आउनु भनेको छिटो भिजाहरू दिन सक्नुभयो। अनि अर्को भनेको स्कलरसिप चाहिँ तपाईँलाई प्रायोरिटीमा पाउँछ इफ तपाईँको के भन्छ प्रोफाइल राम्रो छ भने। प्रोफाइल नराम्रो भएर छिटो एप्लाई गरेर चाहिँ केही फाइदा छैन। इफ प्रोफाइल नराम्रो छ भने बरु स्याटहरू दिनु, त्यसले चाहिँ बढाउँछ स्कलरसिप। बट इफ राम्रो प्रोफाइल छ भने द अर्लियर यु एप्लाई द बेटर स्कलरसिप्स यु विल गेट। नाउ जेनरल डेडलाइन्स चाहिँ हाम्रो मेसम्म पनि हिँड्छ है। सो मार्चदेखि मेसम्म पनि तपाईँ एप्लाई गर्न सक्नुहुन्छ। सो इफ यु आर लेट भने त्यति बेला एप्लाई गर्दा नि भयो, इट्स नट लाइक अहिले एप्लाई गरेन भने हुँदैन भनेर। बट छिटो जति छिटो गर्यो त्यति राम्रो स्कलरसिपको चाहिँ चान्सेस हुन्छ। सो बेसिकली वी टक्ड अबाउट एसेज, एलओआर्स, कमन एप होइन, इङ्ग्लिस प्रोफिसियन्सी र स्याट, यो सबै कुरा भइसकेपछि सबै गर्ने होइन, सबै कमन एपमा भर्ने फर्म हो। फर्म कसलाई भर्न आउँदैन, सबलाई आउँछ होइन, भिडियो ट्युटोरियल पनि छ, त्यो भर्ने। युनिभर्सिटी सर्टलिस्ट गर्ने, युनिभर्सिटी सर्टलिस्ट गर्नुमाथि पनि हाम्रो कतिवटा भिडियो छ। बेसिकली तपाईँले पढ्न खोजेको सब्जेक्ट
र कुन ठाउँ जान चाहनुहुन्छ, कहाँ बढी स्कलरशिप पाउँदो रहेछ, यो सबैमाथि अलि रिसर्च गर्नु पर्यो। र दिक्क मानेर हुँदैन, रिसर्च गर्न इज अ स्किल होइन। तपाईँले गुगलमा गई इच युनिभर्सिटीमा गई इच युनिभर्सिटीको वेबसाइटमा स्क्यान गरी खोज्नुपर्छ कुराहरू होइन, इन्फर्मेसनहरू। यत्तिकै चाहिँ बाटी चाहिँ कोइरहेको छैन, कसैले यहाँ एप्लाई गर हुन्छ भनेर हुँदैन। यु हेभ टु गो एन्ड रिसर्च इट। युनिभर्सिटी सर्टलिस्ट गर्ने कुनै तरिका छैन कि स्टेप 1 यो, स्टेप 2, स्टेप 3, स्टेप 4 त्यस्तो केही हुँदैन। रिसर्च गर्नु पर्यो, गुगलमा गएर टाइम स्पेन्ड गर्न पर्यो, युनिभर्सिटी वेबसाइट्सहरू भिजिट गर्नु पर्यो। सो इफ यु कम्प्लिट योर प्रोसेस बाई द एन्ड अफ नोभेम्बर और डिसेम्बर भने जनवरीसम्म तपाईँलाई एडमिट्सहरू आउन थाल्छ। अल्सो डिसेम्बरको एन्डतिर प्लिज नआत्तिनु होला होइन, इट इज अ हलिडे सिजन इन युएसए। सो तपाईँलाई एकदम छिटो रिप्लाई आउँदैन इमेल्सको, और छिटो I-20 आइदिँदैन। त्यति बेला प्लिज आत्तिनु चाहिँ नहोला होइन, मैले नोभेम्बरमा एप्लाई गरेँ अहिलेसम्म आएन भनेर। इट इज अ हलिडे सिजन है युएसएमा, किप द्याट इन माइन्ड। बट जनवरीमा, स्टार्ट अफ जनवरीमा सबै कुरा प्रोसेस छिटो हुन थाल्छ होइन, I-20सहरू आउन थाल्छ। त्यसपछि तपाईँको सबै I-20 आएपछि और एटलिस्ट एक्सेप्टेन्सहरू आइसकेपछि यु हेभ टु डिसाइड कि कुन फाइनल गरौँ म युनिभर्सिटी। एन्ड द्याट विल बी भेरी क्लियर वेन यु हेभ योर एक्सेप्टेन्सेस, बिकज युजुअली स्टुडेन्टहरूले जहाँबाट हाइएस्ट स्कलरसिप र लोएस्ट COA भइरहेछ त्यही नै जान्छन् युजुअली इफ इट्स अ गुड युनिभर्सिटी। सो त्यो चाहिँ त्यति बेला यु क्यान स्टार्ट थिङ्किङ, यु डोन्ट हेभ टु थिङ्क अबाउट इट राइट नाउ। अर्को एउटा मनी सेभिङ टिप पनि दिन्छु। तपाईँ कन्सल्टेन्सीहरूमा जानुहुन्छ भने तिनीहरूले आजै फाइनेन्सियल डकुमेन्ट बनाऊ भन्छन्। युएसए एप्लाई गर्नको लागि यु विल नट निड अ फाइनेन्सियल डकुमेन्ट अन्टिल एन्ड अनलेस यु गेट अ एक्सेप्टेन्स फ्रम अ युनिभर्सिटी। युनिभर्सिटीले पहिला तपाईँलाई लेटर पठाउँछ होइन, इमेलमा पठाउँछ एक्सेप्टेन्स लेटर कि तिमीलाई हामीले एक्सेप्ट गरिरहेछौँ, नाउ यु क्यान स्टार्ट योर फर्दर प्रोसेस। द्याट इज ओन्ली वेन यु हेभ टु सो देम अ फाइनेन्सियल डकुमेन्ट। सो अनि फाइनेन्सियल डकुमेन्ट 3 महिनामा एक्सपायर हुन्छ। सो अहिलेदेखि बनाएर प्लिज डोन्ट वेस्ट योर मनी, यु विल हेभ टु मेक इट अगेन लेटर। जब रेडी हुनुहुन्छ नि I-20 को लागि इन जनवरी, और जब पनि एक्सेप्टेन्स आउँछ देन मेक द फाइनेन्सियल डकुमेन्ट। नेक्स्ट चाहिँ होइन, तपाईँको I-20 आइसकेपछि भिजा एप्लिकेसन गर्नुपर्छ। भिजा एप्लिकेसनको लागि DS-160 भन्ने एउटा फर्म भर्नुपर्छ। CGI पोर्टल भन्ने एउटा हुन्छ, त्यहाँ गएर एकाउन्ट बनाउनुपर्छ र डेट बुक गर्नुपर्छ। डेट चाहिँ फालाफाल भेट्दैन होइन, त्यो पिरियोडिकली उनीहरूले रिलिज गरिरह हुन्छन्, त्यसको लागि वेट गर्नुपर्छ। बट वेन यु रिच द्याट पोइन्ट यु विल अन्डरस्ट्यान्ड यसमा गर्न के छ भनेर। बेसिकली कहिलेकाहीँ डेट्सहरू खुल्छ, त्यो दिन जाने अनि आफ्नो डेट बुक गर्ने हो। यो दुइटै प्रोसेसमाथि हामीले इन्डिभिजुअल भिडियोज पनि बनाएको छौँ यो च्यानलमा। बट यु डोन्ट निड टु थिङ्क अबाउट इट अन्टिल एन्ड अनलेस यु हेभ I-20। सो तर I-20 आइसकेपछि युल डु दिस प्रोसेस। यो एउटा फर्म भर्नुहुन्छ, डेट बुक गर्नुहुन्छ, एन्ड देन यु हेभ टु प्रिपेयर फर यो भिजा इन्टरभ्यू। भिजा इन्टरभ्यूमा एकदम क्लियर राम्ररी प्रिपेयर गरेर जानुपर्छ कि कसरी फन्ड गर्नुहुन्छ, पैसा कहाँबाट आउँछ तपाईँनिर, किन यही युनिभर्सिटी, किन यही कोर्स, एन्ड अल अफ द्याट। देयर आर मेनी क्वेसन्स द्याट दे विल आस्क होइन। तपाईँलाई इफ कन्फिडेन्स छैन, इफ यु वान्ट यु क्यान अल्सो जोइन आवर भिजा इन्टरभ्यू प्रेप क्लास। हामीले एकदमै धेरै स्टुडेन्टको भिजा प्रिपरेसन्स गराएको छौँ, एन्ड वी हेभ अ भेरी गुड एक्सेप्टेन्स रेट एज वेल। सो इफ यु आर इन्ट्रेस्टेड DM us टु नो मोर अबाउट इट एन्ड यु क्यान जोइन द्याट कोर्स फर यो भिजा इन्टरभ्यू। नाउ भिजा तपाईँको पाइसकेपछि के हुन्छ होइन, त्यसपछि बेसिकली तपाईँले NOC बनाउनु पर्छ, विच इज अ स्ट्रेट फरवर्ड प्रोसेस होइन। अनलाइन गरेर एउटा एप्लिकेसन बनाउनु पर्छ एन्ड दे विल इस्यु यु अ NOC विच इज अ नो अब्जेक्सन सर्टिफिकेट टु ट्राभल आउटसाइड अफ नेपाल एन्ड स्टडी अब्रड है। त्यो तपाईँलाई चाहिन्छ इफ यु वान्ट टु सेन्ड मनी फ्रम नेपाल टु US एज वेल, से फर ट्युसन फी भयो, लिभिङ एक्सपेन्स, वाट एभर इट इज। सो यु विल निड द्याट अल्सो। त्यसमा देखाउनु पर्छ, के भन्छ, एयरपोर्टमा देखाउनु पर्छ। सो यु विल निड द्याट, बट त्यो भिजा लागिसकेपछि मात्र हुन्छ, पहिल्यै चाहिँ हुँदैन। त्यसपछि यु विल स्टार्ट बुकिङ टिकट्स, packing, and then a lot of things after that which you will know when you reach that stage, but that you will mostly do in June July visa lagisakeपछि। त्यसमाथि पनि इन्डिभिजुअल भिडियो पनि छ हाम्रो, बट दिस इज द जनरल टाइमलाइन है। नाउ तपाईँले यो टाइमलाइन फलो गर्नु भएन भने हुँदैन भन्ने चाहिँ हुँदैन है। एज आई टोल्ड यु, मेसम्म पनि चल्छ के डेडलाइन्सहरू युनिभर्सिटिजको। यसरी गर्नु भनेको यो त आइडियल केस हो, तर यसरी भएन भन्दैमा हुँदैन भन्ने हुँदैन। फलो द प्रोसेस होइन, राम्ररी गर्नु सबै कुरा हुन्छ। एन्ड इफ यु निड एनी हेल्प, आवर फ्युचर रेडी टिम will always be there to help you out, and हामीसँग काउन्सिलिङ सेसन गर्न सक्नुहुन्छ। इट्स फ्री अफ कस्ट, टेक्स्ट गर्न सक्नुहुन्छ। वी विल रिप्लाई टु योर DMs एनी काइन्ड अफ क्वेसन्स यु विल हेभ। हामीसँग कति धेरै क्वेसन्स आउँछ कमन एप फिल गर्दाखेरि, यहाँ के फिल गरौँ त्यहाँ के फिल गरौँ, हामीले त्यसमा पनि हेल्प गरिदिन्छौँ स्टुडेन्टहरूलाई। इट्स नट अ बिग डिल। इफ यु हेभ एनी काइन्ड अफ क्वेसन्स अर क्वेरिज, डु DM us on Insta, Facebook, Messenger, जहाँ गएर पनि भयो। All of the links will be in the description, and I hope
this video has been helpful and tapaiko ekdam ramrari hoस् application. If you have any concerns, questions, drop them in the comment section and I'll see you in the next video. Till then, take care and bye bye.